साथीहरू फाइनली यो मेरो करेसाबारीमा भएको लालीगुराँस सबै कोपिलाहरू लगभग फक्रिन सफल भइसकेको छ। अहिलेसम्म चाहिँ फक्रेर भुइँमा झरिसकिहालेको छैन। अब केही दिनमा सरर झर्छ हैन। यस्तो मजाले चाहिँ फुल्न सफल हुनु भएको छ लालीगुराँसले कोपिला लगाउन सफल भएको छ। अब यो केही दिनमा सरर फुल्छ। मेरो चाहिँ घर पछाडि पनि यस्तो दामी बगैँचा छ साथीहरू हैन। यता हेर्दा झन् कस्तो मजाले सरर कोपिला छ। यो चाहिँ साह्रै मनमोहक दृश्य छ है साथीहरू। हेर्नु त कस्तो मजाको कोपिला छ। भोलि पर्सि केही दिनमै फुल्छ। यो फुल्दै अरेको भिडियो पनि म बनाउँछु। अन्त कोपिला मात्रै देखिएको छ। यता पनि फुल हेर्नु त, यता पनि फुलै फुलको संसार मौसम, फुलै फुलको मौसम तिमीलाई, फुलै फुलको मौसम तिमीलाई। यहाँ तक फुलिसकेछ कोपिला। हेर्नु त अब फुल्दैछ डेन्ड्रोलाइन है। यता पनि फुलै छ, यिनीहरू पनि फुलै हो, त्यो पनि फुलै हो। यहाँ छ हैन। अझ फुलहरू त उता छ हेर्नु त। फुल त यता छ है, फुलेको यता छ फुल छ। बबाल फुल त यता छ हैन। सरररर यता छ फुलबारी हैन। फेरि चाहिँ नि हैन निगुरो एक छाक भइसकेको अवस्था। कति खाने है। जति टिप्यो त्यति आउँदो रहेछ क्या यो त। हेर्नु नि साथीहरू। त्यसै गरी यता फेरि सिस्नु साथीहरू, यता फेरि कुरिलो हैन। सिस्नु के हुन्छ निगुरो हेर्नु नि त। सरररररररर यो चाहिँ संयुक्त राज्य अमेरिकाको निगुरो है साथीहरू। लाबाट अलिअलि फुल्न सफल भइसक्नु भएछ गुराँस। यो चाहिँ बैगुने रङको छ गुराँस। यता फेरि फुलै फुल्छ हैन। यता फेरि गुराँस, यता चाहिँ कोपिला।
साथीहरू फाइनली यो मेरो करेसा बारीमा भएको लाली गुराँस सबै कोपिलाहरू अब फक्रिन सफल भइसकेको छ। अहिलेसम्म चाहिँ फक्रेर भुइँमा झरिसकिहालेको छैन। अब केही दिनमा सरर झर्छ होइन। यस्तो मजाले चाहिँ फुल्न सफल हुनुभएको छ लाली गुराँस होइन। यो चाहिँ घर पछाडिको दृश्य बारीमा यसरी फुलिदिनु भएको छ। झकिझकाउ बनाइदिनु भएको छ होइन। तरी चाहिँ लाली गुराँस फुल्न सफल हुनुभयो। कोपिला आएको छ। मौरीहरू पनि रमाएर रस चुसिरहेछ है। मौरी त नहुने भमरा ठुल्ठुलो भमरा छ है। यहाँबाट चाहिँ दामी आउँदो रहेछ कोपिला कोपिला। यस्तै मजाको फेरि दृश्य यता पनि छ है साथीहरू। यता फेरि यस्तै मजाको छ।